Hello guys, welcome to my channel. हामी चाहिँ बर्थडे सेलिब्रेट गर्नु दार्जिलिङ जाँदैछ घुम्नुको लागि। हामी प्लस सोक आइपुग्यो, एकछिन रेस्टहरू गऱ्यो। देन छ्यामाहरू तल जानुभएको थियो, काकाहरू हुनुहुन्छ, सक्नुहुन्छ भ्युज। देन हामी फेरि गाडीमा चढेर फेरि दार्जिलिङतर्फ लाग्यो। अनि माउन्टेन्स देखेर चाहिँ सबैजना फोटो खिचौँ भनेर थियो। देन हेर्नु सक्नुहुन्छ माउन्टेन। देन फेरि हामी फोटोहरू सबैजनाले क्लिक गरिसकेर अब फेरि गाडीमा जानु आँटेको हामी सबैजना। यहाँ देख्न सक्नुहुन्छ रिस्ता अलस तलस भइरहेछ भन्नु पर्दा। अनि फेरि हामी गयौँ दार्जिलिङतर्फ। सबैजना यहाँ छ। अब हामी बतासै जान आँटेको। बतासैमा आएर लुगाहरू फेरेर अब हामी फोटोहरू खिच्नु गयो, भिडियोहरू बनायो। हामी सबैजना यहीँ छ। दिदी, छ्यामा, रिस्ता, दादाहरू चाहिँ पर जानुभएको छ। अनि हामी नक्कल पार्दै हिँड्दैछ। यो चाहिँ म भिडियो बनाउँदै थिएँ। अनि हामी यहाँ हिँड्दै थियौँ। काकाले चाहिँ अरूको भिडियो बनाइदिनु हुँदै रहेछ, दिस इज ट्रेन। अनि त्यहाँदेखि म चाहिँ अदुवा खाएर भमिट भएको थिएन मलाई। रिस्ताले चाहिँ भमिट कति गरेर अलस तलस भएर पनि हिँड्दै थियो, डुल्नु चाहिँ जानु थियो। त्यहाँदेखि हेर्नु सक्नुहुन्छ हामी सबैजना यहीँ छ। त्यहाँदेखि ऊबाट चाहिँ बाँदरहरू डेटिङ गर्दैछ, मङ्की डेटिङ हुँदैछ। हामी चौरास्ता पुग्यो। त्यहाँदेखि हामीहरू हर्स राइडिङ गर्नु पुरा मन थियो। छ्यामाहरूलाई भनेर हामीले हर्स राइडिङ पनि गऱ्यो। मजा आएको थियो। बात मार्दै 3 राउन्ड गऱ्यो हामीले। अनि हेर्नु सक्नुहुन्छ उस्तैम चर्च। अनि हामी मटका चायमा रोपेर खायो चियाहरू। फेरि मेला गयो हामी रम्फूको। हामी सबैजना आउँदैछ पछि। त्यहाँदेखि कस्तो दामी तर मान्छेहरू बेसी थिएन। अब हामी खेल्न आँटेको कोलम्बस। दिदीहरू चाहिँ नखेल्नु अरे, छ्यामा पनि खेल्नु हुँदैन अरे। हाई। त्यहाँदेखि हामी चढ्दैछ। दादाले चाहिँ मलाई छिटो किन भन्नुहुँदै थियो। त्यहाँदेखि हामी खाली दादा, रिस्ता, काका हुनुहुन्छ। अब हामी सबैजना रेडी छ खेल्नुको लागि। कोही थिएन मान्छे चाहिँ, यसलाई मजा आएन अरे। त्यहाँदेखि हामी चाहिँ त्यो कोर्नेबाट यो फसाएँ मैले ढाकी। अनि हामी गएको अब घर। दिदी, दादा, काका चाहिँ केक लिनु जानुभएको छ। रिस्ता चाहिँ त्यहाँ रोएर केक किन्दैन भनेर कोहीसँग नबोली बसिरहेको थियो। काका हुनुभयो ठ्याक्क। त्यहाँदेखि हामी केकहरू लिएर गयो। रिस्ता चाहिँ थकेको थिएन, छड्क्याएको हेर्दै थियो। त्यहाँदेखि हामी घर पुग्यो। रिस्ता अझ ग्यारेन्टी छ। छ्यामाले चाहिँ 500 रुपियाँ दिएर चाहिँ फकाएको थियो। त्यहाँदेखि हामी सिँढी यत्रो सिँढी चढ्छ। दिदी, छ्यामा चाहिँ पछाडि रिस्तालाई फकाउँदै ल्याउँदैछ बिस्तारै। त्यहाँदेखि हामी फेरि कुद्यौँ सिँढीमा। अब हामी केक काटेर खायो। बाई बाई गाइस, थ्याङ्क्स फर वाचिङ।